यो एक निकै भयानक किसिमको भाइरस थियो जसलाई यो लाग्थ्यो उसको शरीरमा बिस्तारै रौँहरू उम्रिन थाल्थे अनि केही समयमै उनीहरू बोल्ने क्षमता पनि हराउँदै जान्थे। अन्ततः उनीहरू मान्छेको समाजबाट पूर्ण रूपमा टाढा जान्थे र जनावर जस्तै जीवन बिताउन बाध्य हुन्थे। केटाको परिवार पनि यो विपदबाट बस्न सकेब। उसको आमालाई पनि संक्रमण लाग्यो र अन्त्यमा उनी भालु आमा जस्तै बनेर बस्थिन्। सुरुमा केटाले यस्तो कठोर वास्तविकता स्वीकार नै सकेन, तर समय बित्दै जाँदा उसको आफ्नै शरीरमा पनि डरलाग्दो परिवर्तनहरू देखिन थाले। सामान्यतया ऊ साधारण बालक जस्तै हुन्थ्यो, तर कहिलेकाहीँ ऊ एकदमै फरक मान्छे जस्तो बन्थ्यो। उसमा जनावर बराबर शक्ति आउँथ्यो। ऊ एक्लैले 4 जना मान्छेले गर्ने काम सजिलै गर्न सक्थ्यो। साथीहरूले त केही बुझेनन्, तर उसले भने प्रष्ट महसुस गरिरहेको थियो कि उसको शरीर भयानक रूपमा बदलिरहेको छ। जनावर बन्न लागेको सत्य लुकाउन उसले दुःख सहँदै शरीरमा उम्रिन लागेको हरेक रौँ उखेलेर हटाइरह्यो, तर उसले सोचेको पनि थिएन एक दिन उसको ढाडमै जनावरका झै ठूलो ठूलो गाँठा र रौँ उम्रिन थाले। यही क्षणमा उसको मानसिक धैर्य पूर्ण रूपमा टुट्यो। ऊ बाथटब भित्र आफैलाई थुनेर जोर-जोरले रुन थाल्यो। उता देशभर हजारौं मानिस संक्रमित हुँदै थिए र स्थिति नियन्त्रण गर्न सरकारले सबै संक्रमितहरूलाई जबरजस्ती बन्दी बनाउने निर्णय गर्यो। मिन्ड्रुईका बाबुले छोरामा भइरहेको यो परिवर्तन महसुस गरे। सरकारी दबावका बावजुद पनि उनले छोरालाई श्रीमती झै थुन्ने निर्णय गरे। तर जब उनी छोरालाई प्रहरीले लग्ने ठाउँतर्फ लैजाँदै थिए, उनले पुराना सुन्दर क्षणहरू सम्झिए। आफ्नो असहाय छोरातिर हेर्दा उनका आँखामा आँसु भरियो र अन्ततः उनले निर्णय बदले। छोरालाई स्वतन्त्र छोडिदिए। मानौ उनले यो काम श्रीमतीप्रति गरेको अपराधबोधका लागि पनि गरे र आफैलाई मुक्त गर्न पनि गरे जस्तो।